गोलमाल है भाई, सब गोलमाल है। सुशीला तिमी ठुलो भएर के हुने? मिस म त ठुलो भएर डाक्टर हुन्छु। अनि तिमीले त डाक्टरको लागि धेरै मेहनत गर्नुपर्छ त, धेरै पढ्नुपर्छ त नानी। मिस त्यसो भए म इन्जिनियर हुन्छु। अनि सुशीला तिमीलाई त इन्जिनियर हुनुको लागि त म्याथमा धेरै ज्ञानी हुनुपर्छ त, अनि तिमीलाई त त्यही साह्रो लाग्छ भनेको होइन र? मिस त्यसो भए म पुलिस हुन्छु। अनि पुलिसको लागि त फिट बस्नुपर्छ त, अन्त जङ्क फुड खानु हुँदैन, मिठाई खानु हुँदैन, अनि तिमी त त्यही खान्छौ होइन र? मिस मिठाई त खानुहुन्छ हो। ओइ मेसेज आयो हेर त। आएको मेसेज हो? त्यहाँ मैले तँलाई एउटा लिङ्क पठाएको छु, त्यो डाउनलोड गर्दा तैँले 5 रुपियाँ पाउँछस्, मैले पनि 10 रुपियाँ। तरिका है भीख मांगने का। पहिला त निकै डक्टर इन्जिनियर हुन्छु भन्थिस् त, अहिले यस्तो बेला पनि आएको? तँलाई के याद हो, मुझे एक स्किम मिला है तो 25 दिन में पैसा डबल। पैसा ही पैसा होगा। जानिस खुब लिङ्क सेयर गरेर 10 रुपियाँ कमाउँछस्, आज स्किमको कुरा गर्छस्। बहिनी थोपा थोपाले समुद्र पार गर्छ, तिमीहरू सानो सोच भएको मान्छेलाई के याद? सानो सोच अरे, थोपा थोपा भनी बस, बुढो हुनेसम्म तेरो समुद्र त के एक ग्लास पानी पनि भरेको हुँदैन, याद राखिराख। शरम छैन अनुहारमा, आज अर्कालाई लिङ्क सेयर गरी बस्छ। थ्याङ्क्स फर वाचिङ। भिडियो मन परेमा लाइक कमेन्ट सेयर गरिदिनुहोस्। अनि यदि युट्युबमा हेर्नुहुँदैछ भने सब्स्क्राइब गरिदिनुहोस्, यदि फेसबुकमा हेर्नुहुँदैछ भने फलो गरिदिनुहोस्। बाई बाई एभ्रिवान, टेक केयर। टेक केयर। मिस ठुलो हेरी पठाइहाल्दो रहेछ। लु अब लु, अनुहारमा शरम पनि छैन। अनुहारमा शरम अरे मैले के बुझ्यो? समुद्र पनि हुँदैन बुढो हुँदा।